बाँकी दिनेछौँ। हुन्छ, आउनुहोस् हामी प्रार्थना गरौँ। हामी अभिषिक्त जनहरूले हात राखेर प्रार्थना गरिदिन सक्नुहुन्छ। धन्यवाद सर, परमेश्वर पिता, तपाईँलाई धन्यवाद भन्छौँ। आज तपाईँ प्रभु कति भलो हुनुहुन्छ, अनुग्रहकारी परमेश्वर तपाईँ हुनुहुन्छ। विशेष गरेर आफ्नो छोरा सारालाई र आफ्नो छोरी श्रद्धालाई आजको यो दिन दिनुभयो। उहाँहरू प्रभु आजदेखि तपाईँ परमेश्वरमा एक हुनुभएको छ। प्रभु आजसम्म जति तपाईँले आशिष दिनुभयो, आउँदो दिनहरूमा अझै बढी आशिष राख्नुहोस् भन्ने प्रार्थना गर्दछु। वैवाहिक जीवनमा तपाईँले आशिष गर्नुहोस्, फलवन्त जीवन तपाईँले बनाउनु भएको अझै प्रेम तपाईँले दिनुहोस्। धन्यवाद छ परमेश्वर, तपाईँ परमप्रभु अति नै भलो हुनुहुन्छ। आफ्नो छोराछोरीलाई तपाईँले आशिष दिनुभएको लागि विशेष तपाईँलाई हामी धन्यवाद भन्छौँ। हालेलुया। परम प्रभुले तिमीहरूलाई आशिष देऊन् र तिमीहरूलाई रक्षा गरून्। परम प्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्। परम प्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति देऊन् र तिमीहरूको जीवन 3 सुताले बाँधेको डोरी जस्तै बलियो हुन सकुन्। प्रभुले तिमीहरूको जीवनमा निरन्तर राज्य गरून्। येशू ख्रीष्टको नाम। आमेन। र उहाँहरू आज